आजको के 1000 सब्स्क्राइब तपाईहरुलाई कमेन्ट गर्नु ओके थ्यांक यू गाइस अनि विशेष गरी प्रोप्राइटर आफ्नै बुढा गुरुङ टिकटकर अरे मोमोस अंकमाल गर्नुहोस् है अनि पहिले 400 गरौ ल दे सुरु गरौँ है त ल हेलो गाइस नमस्ते के भन्नु हामी हेलो गाइस नमस्ते स्वागत छ सबैजना माई टिकटक भिडियोज युट्युब सम्पूर्ण जति पनि सामाजिक सञ्जाल चलाउँछौँ हामी बुढाबुढीले सबैमा तपाईहरुलाई स्वागत छ आज विशेष गरी आज गुरुङले किन नयाँ कपडा फेरेको छ भन्नु भयो हैन त्यसको एकदमै खुसी छौँ के होइन हिजो किन्ने आयो कपडा अनि किन खुसी भयो आज एकदम हड्डी फुट्ला जस्तो गरेर खुसी भएको छु म यहाँ त खुसी बिल्कुल खुसी अनि विशेष गरी के को खुसी भन्दा तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो अगाडि युट्युब च्यानलमा 10,000 सब्स्क्राइबर पुगिसक्यो फाइनली गाइस हामी एकदमै खुसी छौं कति महिनामा पुग्यो रे त्यो युट्युब च्यानल यति छिटो 10,000 सब्स्क्राइबर पुग्नुमा बहुत बडा हात चाहिँ गुरुङ सरको छ किन उहाँले त्यो हैन त्यो त होला कोदमा हजुरले यसो यो पाल्दिन गुरुङ सर पाल्दिन डबल ट्याप ट्याप पार्दिनु होला हैन त्यसमा अब ट्याप ट्याप गर्दैन हजुरको सब्स्क्राइब प्लिज यति छोटो समय यति धेरै दिनुभएको मायामा ओ माय गॉड हामी एकदमै खुसी छौं अझै हामी दुईजनालाई उही माथि टुप्पामा लैदिनुहुन्छ भने सबै माथामा चुचुरको माथि पुर्याइदिनु त्यो भन्दा माथि झुबाकोट पुर्याइदिनु ल माथि झुबा छैन छ के ला बाल्नु हाम्रो स्टाफहरु के छ नि अनि यिनीहरुको पनि पुरा फुल मस्तिष्क फुल साथ छ यिनीहरुको मलाई यो 10,000 सब्स्क्राइब पुग्नेमा बहुत बडा हात अनि उहाँ पनि दायाँ बायाँ एकदम दिपेश भाइ छन् अहिले उहाँ चाहिँ दुबईतिर जानु भएको छ धेरै जना मेरो राजी बाबु ओ माय गॉड यति धेरै साथी मान्छे यति धेरै जना मलाई सपोर्ट गर्नु भएको साथी चाहिँ उहाँले आफै सब्स्क्राइब गर्दैको त्यहाँलाई धेरै मिस गर्न चाहन्छु अनि विशेष गरी प्रोप्राइटर आफ्नै बुढा गुरुङ टिकटकर अरे ल बाल्दिन यार यो त फिल्ममा गइरहेको भयो सुटिङ नै हो अब भयो बोल्न त आइ ताली बजाऊ Happy birthday, my Happy birthday, Happy birthday. Happy birthday. 10,000 subscribe. तपाईहरुलाई कमेन्ट गर्नु Okay, thank you guys. 10,000 subscribe. तपाईहरुलाई कमेन्ट गर्नु Okay, thank you guys. 10,000 subscribe. तपाईहरुलाई कमेन्ट गर्नु Okay, thank you guys. हामी चाहिँ अब केक काट्छौं हैन अब हामी केक काट्छौं एवा यति खुसीको पल अब हजुरले पहिलो केक चाहिँ कसलाई खुवाउनुहुन्छ अहिले त हामीले गुरुङ छ कोइला खुवाउनुहुन्छ अरे अब बिहान बुढा खानु भर ओ ल्याउनु भर अनि भाइ पनि छ नि त पहिला बुढा मलाई त्यो चिल्लो गुल्लो आइटम मनै पर्दैन त्यो रोक्सी भाषी मजा आउँथ्यो यार पुरा झ्याउ नै गयो यार के रहेछ तपाईलाई रोक्सी भाषी मजा आउँथ्यो के अनि अलि यता आउँछ बुढा यता त होइन यार बुढी त अनि अलि पर्दैन के अलि यता खुवाउनु बस यस्तै खुवाउनु त ल ओके छ नि त्यो त भइन यार यो मन पर्दैन के मलाई दिन्छु कङ्ग्रेचुलेसन गुरुङ सर तपाईलाई बधाई छ ल माया पनि गर्नु पर्यो नि त यस्तो बढाइ छ शुभकामना छ आज युट्युब च्यानल बधाई छ शुभकामना छ म जस्तो बुढो पाएकोमा हैन सबैजना मेन कुरो त्यस्तो बुढो नभएको भए कहाँ गएर यता घाँस काट्थ्यो होला हैन फेरि घाँस काट्ने साथी त्यो भन्नु खोजेको त होइन त्यही पनि एउटा उदाहरण के गाउँमा हुन्छ नि त के छुटे किन खानु माया पर्छ के
यो सरले पनि खुवाइदिनु पर्यो नि त खै ए त त ल अघि यहाँले एउटा मोइली गर्दैन बिना स्वाद किन स्वादै नहुन नि आजको के सब्स्क्राइब हाल्नु माया एकजना मया पिर्दैमा माया गाली गर्ने मया होइन चालुकै नमाया हुन्छ र रिस बोक्यो हाले आज मेरो सबैजना भाइहरू पनि सबै जुरेको यो अरे यसले दुईटी हात चार्छ तर हो सर यतिकै लगाइदिनु भएन त अरे टीको त जमाना सिन्दुर लगाइदिन्छ यो खिच्छ फुट्छ हो नि नाटक यता मर के यता मर तिमा माइलो छोरा अब दुःख नगर्नु पाएको छ यता म दुःख नगर्नु पाएको छ रे यो माइलो के हो सर यो त पुरा हामी नगुम्ने दुःख गरे न मैले कोसिस जानकारी अलि सक्दैन हेर बाउन्स नगर है यति भन्छ अलि मस्त खान्छ तँ किन गरेर पाएको छ गर्छ मैले गर्नु उनीले गर्नु तपाईँले नगरे कसले गरे दुःख चाहिँ होइन अर्कोले गर्यो हामीले छोरा भन्न पायौँ क्या कुरो बुझ्नु नि कुरा मिलाएर बुझ्नु होला अलिक बुझ्न गाह्रो चाहिँ भयो है दुवैजना दुःखै नगरेर भन्नुभएको छ दुईले एकले चाहिँ दुःख गर्नु म पनि मेरो भाइ पारस भर्खरै च्यानल खोलेको छ तपाईँ पनि सब्सक्राइब गरिदिनु च्यानल नामै छ कहाँ सब्सक्राइब पारस भण्डारी ल अलि छिटो खुवाउँ छिटो तपाईँहरूले पनि आउनुहोस् के आउनुहोस् न हौ अब हामी क्यामेरा अफ गर्छौँ अनि आउँछौँ सब्स्क्राइब गर्नु होला फोटो खिचौँ न त अब ल छिट्टो खाइदिनुहोस् न फोटो खिचौँ त्यसपछि हामी बिदा हुन्छौँ बाबु मेरो मोबाइल यहाँ खिच्दैन ओके थ्याङ्क यू धन्यवाद अनि बाबु के भन्नुहुन्छ अब ल भन्नुहोस् खुसीमा भन्नुहोस् अब बुढाबुढीले ल दुवैजना खुसीमा त के भन्यो र मैले के साथीलाई त्यति त्यो मान्छे रत्ती छैन कस्तो हैरान छ बुढो भने नमान्ने नभएर हैरान छ अरे कुरा हैरान भयो ल अब यो खुसीमा युट्युब च्यानल चाहिँ 10,000 के पुगिसकेको छ होइन खुसी छौँ अब श्रीमान श्रीमतीले खुसी साट्नु पर्यो खुसी पहिला गाउँमा हुँदाखेरि भुटा भात खाएर कपडा उल्टाएर मुख पुछिन्थ्यो अहिले हामीले टिस्यु पेपरले पुच्छौँ ल बढाइ छ तपाईँ दुवैजनालाई शुभकामना छ युट्युब च्यानल 10,000 के पुऱ्याउनु भएकोमा युट्युबको नाम चाहिँ भनिदिनुहोस् न यति कमला गुरुङ युट्युब च्यानल सेलिब्रेट गर्नुभयो तर नामै भन्नुभयो कमला गुरुङ युट्युब च्यानल 566 पछाडिको त नभन्नुहुन्छ अहिले चाहिँ कमला गुरुङ आउने बित्तिकै आइहाल्छ नआउनु पनि त सक्छ नि अलि नजिक आउने किन तपाईँ टाढा बस्छ टाढै चाहिँ हो चट्टै मान्छे पनि मेलामा गएको थियो कौतल भइरहेको छ मेलामा जाने भनेर अनि त्यहाँपछि हाम्रो छोटो समयदेखि धेरै माया दिनुभएकोमा धेरै धेरै धन्यवाद सम्पूर्ण साथीहरूलाई हामी कहाँ अहिले मसँग एउटा बुढा छ एउटा आइफोन छ अनि यत्रो बुढा के 3-4 हुन्छ अरे बुढा एउटा मात्र हुन्छ नि सरेन अनि के भने म त आने होइन के भन्नुहुन्छ सरले चाहिँ अब धेरै धेरै धन्यवाद सम्पूर्ण साथीहरूलाई मेरो बुढी धेरै छैन तपाईँको बुढी चाहिँ चेन लाएर बस्नु चेन खोलेर हिँड्ने हो कपडे खोलेन ल हुन्छ अब शुभकामना छ है
युट्युब च्यानलबाट धेरै धेरै डलर कमाउनु होला अब गुरुङ टिकटक होटेल अझै अब यहाँ खाना मात्र पैसा कमाएन अब त्यहाँबाट आउलाको पैसा अब गुरुङ टिकटक होटेलको ब्रान्चहरू शाखाहरू पनि धेरै ठाउँमा विस्तार भएको देख्छ यस है शुभकामना बिल्कुल 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 हामीले जानकारी हामीलाई जानकारी पुऱ्याउँछौँ फोटो खिच्ने भएपछि